नेवा पत्रकार राष्ट्रिय दबु ए जिल्ला समिति लिपाङ्गु अवस्था नेपाल भाषा मातृभाषा पत्रकारिता अवस्था बारे कोस्ती यागुदु वंगु 12 गते आइतबार ये जुगु गोष्ठी नेपाल भाषा मैथिली तामाङ लिम्बू शेर्पा लगायत छिन्हेगु थथगु मातृभाषा पत्रकारिता याना चुंगु बारे विज्ञतेसँग जापोन हेबया दिगु ख चाम्लिङ भाषाको लेखन थालनी चाहिँ यो निरङ्कुश पञ्चायती व्यवस्थाको बीचमै अथवा 39 सालदेखि नै सुरु भएको मानिन्छ। त्यतिबेला टङ्कबहादुर राई तिलक चाम्लिङ भन्ने अग्रज तिलक दाई हुनुहुन्छ, उहाँ चाहिँ एक्सपायर भइसक्नु हो। टङ्कबहादुर राई हुनुहुन्छ, उहाँहरूको संलग्नतामा पारुवाङ मासिक भन्नुहुन्थ्यो, तर मासिक रूपमा त्यो प्रकाशन हुँदैन। त्यो पत्रिका प्रकाशन सुरु भएको थियो र त्योभन्दा पत्रिकाको हकमा थियो। तर त्योभन्दा 37 सालमा चाहिँ टङ्कबहादुर राईको हैठामा भन्ने एउटा कविता सङ्ग्रह पहिलो त्यो चाहिँ चाम्लिङ भाषाको साहित्यिक कृति पहिलो कृति मानिन्छ। प्रधानमन्त्री राष्ट्रपतिले भोजपुरी मातृभाषी हुन सफल भएका छन्। यसरी पछि गएर त्यो शब्द चाहिँ एग्रिमेन्ट गरेर गएको भएर त्यो चाहिँ बिस्तारै बिस्तारै उहाँहरूले भाषा नआएर एग्रिमेन्टलाई गिरमेन्ट भन्दा भन्दै उहाँहरूले गिरमिटिया भन्यो। भारतको राष्ट्रपिता महात्मा गान्धीले मरिसस घुम्न जाँदाखेरि उहाँले एउटा शब्द प्रयोग गर्ने यो मजदुरहरूले गिरमिटिया मजदुर चाहिँ भनेर सम्बोधन चाहिँ गरे। यसरी यसको विस्तार चाहिँ संसारका धेरै देशहरूमा अफ्रिकन कन्टिनेन्टमा अमेरिकन कन्टिनेन्टहरूमा युरोपमा पनि फैलिन सफल भएको पाइन्छ। उगु जापौस वक्ता पिन्छ मातृभाषा या इतिहास पत्रकारिता या सुरुवात समस्या चुनौती व भविष्य या विषय वस्तु या त खाना खटन हेबया दिगु ख हाम्रो मातृभाषा मेचीहरूको चाहिँ मातृभाषा बोल्नेको 2001 को जनगणना अनुसार चाहिँ जनसङ्ख्या 3763 रहेकोमा चाहिँ जसमध्ये 3301 जनाले चाहिँ मातृभाषा बोल्थ्यो त्यतिखेर हैन। त्यसपछि 2068 को जनगणना अनुसार चाहिँ कुल जनसङ्ख्या 4867 रहेकोमा जसमध्ये चाहिँ 4375 जनाले चाहिँ मातृभाषा बोल्ने गरेको तथ्याङ्कले देखाउँछ। पत्रकारिताको कुरा गर्दाखेरि डोटेली भाषामा सबैभन्दा पहिला डाक्टर टेकराज पन्तले 2051 सालमा डोटेली भाषाको पहिलो पत्रिका प्याउली प्रकाशन गरेको देखिन्छ। विशुद्ध रूपमा डोटेली भाषाकै पत्रिका भयो। त्यसपछि वीरबहादुर चन्दले गुगुल्डी पत्रिका प्रकाशन गरेको देखिन्छ। 2054 सालदेखि यो निरन्तर प्रकाशित हुँदै आइराखेको छ। यसले लामो इतिहास कायम गरेको छ। डोटेली भाषामा 300 वटा अङ्क जति प्रकाशित छ। पञ्चमराज भट्ट लगायतको सम्पादनमा समाचारमूलक पत्रिका रामराज्य शीर्षकमा चाहिँ 2056 मा यो पत्रिका प्रकाशन भएको देखिन्छ। नेपालको सुदूरपूर्व र दक्षिण 3 जिल्ला झापा मोरङ र सुनसरीमा चाहिँ प्राचीन कालदेखि बास गर्दै आउने जातिहरूमध्ये राजवंशी जाति पनि एक हो र यो जाति चाहिँ नेपालका यहाँका आदिवासी जातिहरूमध्ये प्रमुख जातिहरूमध्ये पनि प्रमुख जातिको रूपमा चाहिँ चिनिन्छ र यस जातिको भाषा चाहिँ आफ्नै किसिमको भाषा संस्कार संस्कृति र रहनसहन पनि भएको हुनाले चाहिँ यिनीहरूको राजवंशीहरूको चाहिँ छुट्टै पहिचान छ र राजवंशीहरू चाहिँ नेपालमा मात्रै होइन भारतीय महाद्वीपको उत्तर र पूर्वाञ्चलको विभिन्न प्रान्त र जिल्लाहरूमा चाहिँ बङ्गलादेशका केही जिल्ला तथा भुटानको तल्लो भूभागमा पनि यिनीहरूको सघन बसोबास रहेको पाइन्छ। अथे उगुहे जाजोले नेवा पत्रकार राष्ट्रिय दबु ए जिल्ला समिति आम सञ्चार व नेपाल भाषा या पत्रकारिता सफु विमोचन लिसे स्वयम्भू वृत्तचित्र चिकी फेङ्गु ख उगु सफु व वृत्तचित्र ए महानगरपालिका या उपप्रमुख सुनिता दङ्गोला याना दिगु ख
पत्रकारिता जुन ढङ्गबाट मातृभाषामा पत्रकारिता गरिरहेका छौँ त्यसलाई पनि अझै अब अर्को तरिकाबाट सोच्नु पनि पर्छ कि भन्ने पनि हामीले एकचोटि विचार गर्नुपर्छ जस्तो लाग्छ। नवीन सोच क्रिएटिभ सोचहरू आइडियाहरूको साथमा यहाँहरू आउनुभयो भने पक्कै पनि काठमाडौँ महानगरपालिकाले पनि सहकार्य गर्नेछ। पुनः एकपटक धन्यवाद छ, शुभकामना पनि छ। बुक पनि विमोचन भएको छ। यो किताबले पनि जसले पढ्नुहुन्छ पत्रकारिता उहाँहरूको लागि पनि अब कन्टेन्टहरू छरपष्ट रहँदाखेरि खोज्न गाह्रो हुन्छ, तर यसले त्यसमा पनि टेवा पुर्याउनेछ भन्ने हामीले आशा गरेका छौँ। अमेरिकामा अहिले पनि रेड इन्डियन्सहरूको हो उनीहरूको ठाउँ, जुन ठाउँमा चाहिँ कोलम्बसले भेटायो भन्छ। कोलम्बसले भेटाउनुभन्दा पहिले नै त्यहाँ मानव सभ्यता छ त। रेड इन्डियन्सहरू छ, उनीहरूको आवाज उनीहरूले अहिलेसम्म सुन्न सकेको छैन। मैले यो कुरा किन भन्दैछु भन्दाखेरि हाम्रो यहाँ जनप्रतिनिधि अथवा भनौँ उपप्रमुख पनि हुनुहुन्छ। मातृभाषालाई चाहिँ हामीले प्रायोरिटाइजमा राखौँ। कला सभ्यता संस्कृति भन्ने छ। मेयर साहबको जुन नीति तथा कार्यक्रममा नै धेरै कुरा संस्कृतिसँग सम्पदासँग जोडेर आयो, तर त्यो संस्कृति सभ्यतालाई जोगाउने मातृभाषाका जुन योद्धाहरू छ उहाँहरूलाई पनि सम्मान गर्नु पर्यो, उहाँहरूको पनि उत्थान गर्नु पर्यो। रचना श्रेष्ठज्यूलाई म यहाँ अगाडि सुरु हो भन्ने ठ्याक्कै मिति चाहिँ छैन।